2082 सालको तेस्रो सुट हो। भाइसँग चाहिँ दोस्रो, मेरो चाहिँ तेस्रो सुट भयो। अहिले चाहिँ बबाई बेताको प्रगति टोलमा हामी बसिरहेको छौँ। यहीँ छ भाइ, पुरा देखाइ हो ललित छ। यो चाहिँ अहिले हाम्रो अब कुमरनको कार्यक्रम सुरु हुँदैछ, पूजाको लागि कार्यक्रम सुरु हुँदैछ। यहाँबाट यो त थान बन्दैछ उतातिर, त्यो थान के बन्दैछ विधि विधान हो त्यो चाहिँ। अनि यहाँ बेहुला वहाँनिर हुन्छ ऊ त्यो ब्रस गर्ने ठाउँमा। अनि त्यसपछि यहाँ केटाकेटीहरू बसिरहेको छ, बुढाबुढीहरू बसिरहेको छन्। फोनहरू चाहिँ टक्क राखेको छ। यहाँनिर क्यामेरा यहाँ छ, फ्ल्यासहरू छ। अब छिटो हामी रेडी गर्छौँ। ल जोड दिन आँटेको, मलाई करेन्ट लाग्दैन नि। अब लाइट देखाउनु पर्छ। अब लाइट बल्छ। यो तातो भइसकेको छ। खोइ त बलेन त। हस् ल दामी ल के छ दाइ? मेरै हो, मैले उसलाई लिएर आएको, मेरो भाइलाई लडेको छ। हाम्रो खबासको यो कसार बटार भन्छ नि नेपालीमा, त्यही हो। यो चाहिँ कसार कुट्ने हो। यसलाई पहिला पूजा गर्नु पर्यो बिगार होइन। दाइको बिहे खिच्न पाएँ, मलाई पनि एकदम खुसी लागिरहेको छ। दामी देख्नुपर्छ, हिरो देख्नुपर्छ नि त होइन। तलदेखि माइसम्म बक्लो रातिको कार्यक्रम हुँदैछ। यहाँ लाइट लाउँदै हुनुहुन्छ दाइहरूले। अब अलिक अँधेरैमा काम भयो। अनुहार चाहिँ खासै देखिँदैन। त्यही पनि हाम्रो राजकुमार दाइ हुन्छ। यहाँ बत्ती बलेपछि अलिक फेरि आउँछ। खान बनाएको हो नि यो खिच्नु भनेको चाहिँ एउटा मलाई किन मनपर्छ भने चाहिँ मान्छेहरूको जति खुसी देखेपछि आफू कति टेन्सनमा आइएको हुन्छ, त्यो टेन्सन बिर्सेर यिनीहरू यहीँको मान्छेहरूसँग उहाँहरूसँगै हामीहरू घुलमिल हुन्छौँ क्या। त्यही चाहिँ मलाई एकदम वान अफ द बेस्ट मोमेन्ट चाहिँ लाग्छ। दाइको फोटो खिच लु। यहाँ हेर न, यहाँ चाहिँ देखिरहेछ नि। अब यहाँनिर कालो खिचिस्, ठिकै छ, एकदम राम्रो छ, फोकस छ, सबैजना राम्रो छ, सेटिङ मिलेको छ नि त। यता हेर ल। यो हाम्रो कडिया भाइ छ यहाँ, फेरि अर्को पनि भाइ छ, अलिक गोरो भाइ छ, आधा गोरो। यो मठ पूजा पनि एउटा अनौठो किसिमको पूजा हुँदो रहेछ, जो चाहिँ राति 9 बजे 8-9 बजेतिर गरिँदो रहेछ। त्यो पनि खेतमा। यहाँ हाम्रो यता दाइ क्यामेराम्यान दाइहरू, अनि यता हाम्रो अर्को दाइ पनि क्यामेराम्यान हो। यता गफेमा हुनुहुन्छ, यता हाम्रो बिनक छ।
अहिले भनेको 12 बज्नलाई जस्ट 7 मिनेट बाँकी छ। हामी खिचेछौँ यहाँ अघिदेखि। लाभाहरू भेटिसक्नु भयो। अब यो कार्यक्रम एकदम स्लो भइरहेको छ। एकदम यता पनि स्ट्यान्ड बाई छ, यता पनि छ। एकदम यो ह्याप्पी मोमेन्ट रहेछ है। कतिजना निन्द्रा लागेर एकदम निन्द्रा लागेको मात्र भन्दै हुनुहुन्छ। राति एकदम 11-12 बजिसक्यो। निन्द्रा लाग्न पाइँदैन त आज। कसको माया लागिरहेको माया लागिरहेको छ। अब आजको दिन भाइको लागि अब जागै बस्नु पर्यो। यो भनेपछि ट्रेडिसनल हल्दी हो क्या, यो रसम। ल भाइले यहाँ सेटअप मिलाउँछ, कता कता जाने, कता कता भन्ने गर्छ। अर्को मेरो भाइले चाहिँ लाइट देखाउँछ। ल ठिक छ। हामी त यो हजुरआमालाई सोधै कतिवटा बित छ भनेर सोधै गर्नुपर्छ। अब कतिवटा छ? अब एउटा छन्। एउटा गर्दा गर्दै हामी 12 बजिसक्यो। हिजो आएको थियौँ, आज भइसक्यो। बेहुलाको हालत हेर्नु लगाइदिएर बेहुलालाई त पुरै। भाइ प्याकअप हुँदाखेरिको कस्तो खुसी छ? अब हाम्रो प्याकअप भयो। 12 साढे 12 कति बज्यो? 12:30 भयो। प्याकअप भयो। खाना खाँदा गर्दा 1 बज्छ, सुत्दा गर्दा 2 बज्छ। बिहान भनेको 10 बजेको टाइम दिएको छ। 10 बजे 11 बजे जन्ती जान्छ। ट्याक्क 10 बजे आउने। 10 बजेदेखि बेलुका 10 बजेसम्म सायद हुन्छ होला। अब प्याकअप हुँदैछ।